वास्तवमा सूचना पनि जारी भएको हामीले देखेका थियौँ। महानगरपालिकाको यहाँको टिमलाई अनुरोध गरेर चाहिँ स्काउटले अनुरोध गरेपछि यहाँहरू आउनुभएको पनि अनि हामी फेरि यतापट्टि अनि खड्कासँगै आएको फेरि यो अवस्थामा अहिले जुन स्काउटले आफ्नो जग्गा खाली गर्नको लागि नेपाल सरकारले यो के जग्गा कसैले लिजमा लिएर नेपाल सरकारले पनि नदिएको कारणले र उहाँले छोड्का खाली गर्नु भनेर पटक पटक अनुरोध गर्दा समेत उहाँले अटेर गरेको कारणले आज त्यो गर्नु। हजुर, वास्तवमा सूचना पनि जारी भएको हामीले देखेका थियौँ। महानगरपालिकाको यहाँको टिमलाई अनुरोध गरेर चाहिँ स्काउटले अनुरोध गरेपछि यहाँहरू आउनुभएको पनि भन्ने थियो। तर सङ्घीय सरकारको प्रहरीको खासै उपस्थिति देखिदिन तपाईँहरूलाई असहयोग हो? त्यो त जानकारीमा आएन। यो महानगरपालिकाको आफ्नो काम पनि हो, स्थानीय सरकारको काम पनि हो, हामीलाई महानगर प्रहरी बलको आदेश पनि हो। हजुर, जोस् बिहानैदेखि यहाँहरू हुनुहुन्छ है, एक हिसाबले निरन्तरको खटाइ छ, कतिको चुनौती छ फिल्डमा? देखिराख्नु भएको यो अब्स्टाकल हटाउनको निम्ति हाम्रो महानगर प्रहरी अनवरत डिटर्मिनेसनले काम पनि गरिरहेको र अब केही छैन सक्यो होला। हस्, धन्यवाद सर। महानगर प्रहरी बलका उत्तर क्षेत्रका प्रमुख इन्सपेक्टर स्काउटले गरेछ 2 महिना भयो गरेको। ए 2 महिना अगाडि चाहिँ खड्का ल्यान्डलाई नै हो? होइन, स्काउटले बुझाएको हामी 16 महिना भाडै छ। यतिकै
अहिले चाहिँ तपाईँहरूले गरी खानको लागि सहज छ कि स्काउटले के भन्छ? अब ठिकै छ अहिले अब पछि काटिराख है गाह्रो भइरहेको छ गाह्रो छ नि कहिले के हुँदैन अप्ठ्यारो त परिरहेको हुन्छ। हजुर हामीले सुनेअनुसार यो जुन खड्का ल्यान्डले पनि स्काउटलाई भाडा बुझाएर तपाईँहरूबाट मात्रै उठायो आफूले मात्रै प्रोत्साहन गर्यो यत्रो व्यवसाय गर्यो तर उत्तरदायी बनेन भाडा तिरेन भन्ने पनि सुन्यौँ त्यस्तो हो? खड्काले चाहिँ तिर्नु भएन भने सुने हो तर तिर्नु भयो भएन थाहा भएन अब हामीलाई यस्तो कुरा थाहा हुँदैन भित्र अफिसमा के कुरा हुन्छ थाहा नै हुँदैन नि त हामी जस्तो सानो व्यवसाय गर्ने मान्छेले के थाहा हुने हजुर यो लैचौर ब्याङ्कवेट कतिको चल्थ्यो यो पार्टी भ्यारेज? एकदम नि यो त रात दिनै चल्ने हो एकदम चल्थ्यो। हजुरलाई थाहा छ कति भाडा लिनुहुन्थ्यो एउटा यो प्रोग्राम? भाडा कति चाहिँ केही थाहा छैन अनुमान चाहिँ अनुमान पनि थाहा छैन यो चाहिँ अब यो निकै अब स्टाफहरू त लानुहुन्थ्यो खानुहुन्थ्यो तर अरू केही थाहा छैन मलाई। दिवस मजाले व्यस्त चलेको हो यो? एकदम चलेको नि यो त अब दिनमा 8-9वटा पार्टी हुन्थ्यो क्यारे दिनको अब बिहे बटुल यताउता सबै एकदम राम्रो थियो। कहिलेसम्म चल्यो? 13सम्म 81सम्म 81सम्म त 6 गतेसम्म त चलेकै हो। ए भिडियो कार्यालयले दिउँसो त्यस्तै 3 लाग्यो। त्यति बेला गृहमन्त्री रवि लामिछाने हुनुहुन्थ्यो भन्ने? हजुर हो उहाँले नै लानु देखेको छैन हामीले त अब यहाँको स्टाफहरू नुँदै उता होटलतिर नुँदै जाँदाखेरि त्यहाँ के भयो ए ताला लाग्यो भन्ने? हजुर ए यत्रो व्यवसाय चलेको लैचौर ब्याङ्क कतै गरेको छैन गरेन केही पनि गरेन उनीहरू ए भाडा तिर्नु पर्थ्यो भाडा भएन भाडा नतिरेको कारण यो अवस्थामा अहिले जुन स्काउटले अब खाली गरेको भन्दैछ सरकारले पनि डोजर चलायो के भन्नुहुन्छ? नगरे भए हुन्थ्यो भन्ने चाहिँ के त्यति नगरे भने त्यो अब केही गऱ्यो भने चाहिँ अब कोही के भन्नुहुन्छ कोही अब खेलको लागि दिने भन्नुहुन्छ के भन्नुहुन्छ यत्तिको चाहिँ नगरेर अब बिजनेसमै लगाएको भए चाहिँ उनीहरूलाई फाइदा हुन्छ नि त यत्तिकै राख्नुभन्दा त उनीहरूले काममा अब मान्छेहरूलाई केही राखेर पैसा कमाउनु नै राम्रो हो नि संरचनामा किन डोजर चलाउने किन डोजर नचला भयो भने अब उनीहरूको अब के छ तैपनि अब ठुलालाई चाहिँ चैन सानालाई ऐन भन्छन् नि हेर्नुहोस् त त्यत्रो पावर पहुँचको व्यक्ति अफिसमा मन्त्री हुनुहुन्थ्यो भाडा नतिरेर ठाउँ नछोडिदिएर अब 1 वर्षसम्म त बत्ती बिनै बसेको हामी त खड्काले अब कहिले जेनेरेटरबाट दिनुभयो कहिले के गर्नुभयो नभएदेखि त 1 वर्षसम्म त बत्ती काटिदिनु ए स्काउटले बत्ती काट्नु 1 वर्ष त धेरै बिजुली चलाएको हो मैले होटल खोलेको लगभग 71 सालदेखि खोलेको हो उतापट्टि खोलेँ 71 सालमा उतापट्टि खोलेको थियो त्यहाँबाट 30,000को भाडा 52,000 पुग्यो सकिएन अनि फेरि एउटै सटरको 52,000 एउटै सटरको 52,000 पऱ्यो अगाडि त्यसको अहिले 1 नम्बरको सटरसम्म त्यति पुग्यो अनि हामी फेरि अनि यतापट्टि अनि खड्कासँगै आएको फेरि यो अवस्थामा अहिले जुन स्काउटले आफ्नो जग्गा खाली गर्नको लागि जे गर्यो ठिक छ त्यसमा के भन्नुहुन्छ? अब खै यो त उहाँहरूलाई थाहा होला हामीले बोल्न सकिन्छ यस विषयमा त ठिक भयो भएन उहाँहरूलाई जो अहिलेको भर्खरको युवा मन्त्री बब्लु गुप्ता नामका जो हुनुहुन्छ खेलकुद मन्त्री उहाँले यत्रो आँट लिनुभएको छ उहाँले यहाँ त नगर्दा खेललाई दिएर अब बिजनेस व्यवसाय नै गर्न दिनुभएको भएदेखि त सरकारलाई नै फाइदा आफूलाई नै फाइदा सबैलाई फाइदा हुँदैन धन्यवाद हजुर जस्तो मिठो बोलेको छ यहाँ तपाईँ जस्तै विकासपूर्ण बोली सरकारको पहलमा यस क्षेत्रमा क्लियर गर्ने काम यहाँनिर काठमाडौँ महानगरपालिकाको प्रोजेक्ट चलेको छ जसले यहाँनिर अवैध रूपमा विस्तार भएर लामो समयसम्म सरकारलाई समेत अपमान
ढङ्गबाट हटेर भएर है गरिएका स्काउट पनि हो है।